आदरणीय दाई जिरन थुलुङजी उपस्थित हुनुभएको छ। आजका कार्यक्रम प्रस्तुता कवयत्री बोहरा बहिनी लगायत उपस्थित सम्पूर्ण साहित्यिक मनहरूमा हार्दिक स्वागत सहित नमन छ। कार्यक्रम भव्य भइरहेको छ भन्नुभएको छ। पक्कै पनि यहाँलाई पनि कार्यक्रममा मनैदेखि स्वागत गर्न चाहे र मेरो तर्फबाट र सगरमाथा साहित्यिक प्रतिष्ठानको तर्फबाट साहित्यिक नमन टक्राउन चाहे। आदरणीय दाई उहाँले चाहिँ आफ्नो मिठो मुक्तक पठाउनु भएको छ। म उहाँको मुक्तकलाई अहिलेको बसाइमा लिन चाहे। यतिखेर मृत्यु हो सबै जीवनको शाश्वत समाधि, रिद्धि कर्म छ त हुँदैन कहिले समाप्ति। मृत्यु हो सबै जीवनको शाश्वत समाधि, रिद्धि कर्म छ त हुँदैन कहिले समाप्ति। अनुपम छ यो जिन्दगी किनेर मिल्दैन। अनुपम छ यो जिन्दगी किनेर मिल्दैन। अनुपम छ यो जिन्दगी किनेर मिल्दैन। सत्कर्म गरौँ बाँचेसम्म नबनौँ दुर्मानी। रिद्धि कर्म छ त हुँदैन कहिले समाप्ति। मृत्यु हो सबै जीवनको शाश्वत समाधि। मिठो मुक्तक पठाउनु भएको थियो आदरणीय दाई जिरन थुलुङज्यूले आफ्नो मिठो मुक्तक पठाउनु भएको थियो। त्यसको लागि म धेरै धेरै धन्यवाद सँगै साहित्यिक नमन सँगै हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। आदरणीय दाई फेरि पनि यहाँको मिठा मिठा सिर्जनाहरू पठाउँदै गर्नुहोला भन्न चाहन्छु।